कल्पना गर्नुहोस्, काठमाडौँको विमानस्थलमा एउटा व्यक्ति सामान्य ज्वरो लिएर उत्रिन्छ। उसलाई लाग्छ साधारण रुगाखोकी होला, तर केही दिनपछि अस्पतालमा डाक्टरहरू आत्तिन थाल्छन्, आइसोलेसन वार्ड भरिन थाल्छ। सामाजिक सञ्जालमा डर फैलिन थाल्छ अनि खबर आउँछ नेपालमा पहिलो इबोला संक्रमित पुष्टि। अब प्रश्न उठ्छ, इबोला साँच्चै नेपाल आयो भने के हुन्छ? इबोला आफै उडेर नेपाल आउँदैन, यो सामान्यतया अन्तर्राष्ट्रिय यात्रा मार्फत आउन सक्छ। इबोला एक गम्भीर तथा प्राय प्राणघातक संक्रामक रोग हो जुन इबोला भाइरसका कारणले हुन्छ। यो रोग पहिलो पटक सन् 1976 मा अफ्रिकाको कङ्गो क्षेत्रमा पहिचान गरिएको थियो। यसको प्राकृतिक स्रोत फल खाने चमेरा मानिन्छ। यो रोग संक्रमित व्यक्तिको रगत, शरीरबाट निस्कने तरल पदार्थ, संक्रमित जनावर वा दूषित वस्तुको सम्पर्कबाट फैलिन्छ। प्रारम्भिक लक्षणहरूमा ज्वरो, अत्यधिक कमजोरी, टाउको दुखाइ, मासुपेशी दुख्ने बान्ता, पखाला तथा पेट दुख्ने समस्या देखिन्छ। यो भाइरस शरीरभित्र प्रवेश गरेपछि सबैभन्दा पहिले हाम्रो रोग प्रतिरोधात्मक प्रणालीमाथि आक्रमण गर्छ। त्यसपछि कलेजो, मृगौला, रक्तलिहरू लगायत शरीरका महत्त्वपूर्ण अङ्गहरू बिगिन थाल्छन् र अन्तिम अवस्थामा शरीरभित्र अनियन्त्रित ब्लिडिङ सुरु हुन सक्छ। तर एउटा महत्त्वपूर्ण कुरा, इबोला कोभी जस्तो सजिलै हावाबाट फैलिने रोग होइन। यो मुख्यतः संक्रमित व्यक्तिको शरीरबाट निस्किने तरल पदार्थ प्रत्यक्ष सम्पर्क मार्फत फैलिन्छ। यदि नेपाल तयार रह्यो भने इबोला नियन्त्रण सम्भव छ। र याद राख्नुहोस्, सही जानकारीले आतंक रोक्छ, तर झुटा समाचारले प्रकोपलाई अझ खतरनाक बनाउँछ।